सो हे गाइस गुड मर्निङ वेलकम ब्याक टु माई न्यू भिडियो। सो आज चाहिँ मैले भोइस ओभर गरिरहेको छु किनकि म बोलेको नसुने पनि सकिन्छ अनि पुरै भिडियो चाहिँ मैले भोइस ओभर गर्ने भएर चाहिँ सो मैले चाहिँ नबोलिरहेको के हैन। अनि यो स्क्रुर तानिएर चाहिँ मेरो यस्तो हालत खराब भयो है। सुमुर भाइ आज नि के बोल्छस् कि बोल्न बोले कति भाइरल भस् त लकेट चगाइचो होइन अलि चर्को बोल्न यार लकेट चगाइचो होइन राम बोले चाहिँ फेरि सब्सक्राइब हान्नु नि यार तेरा ल अब चाहिँ मैले भोइस ओभर सो अब मैले फेरि गरिरहेको छु भोइस ओभर होइन। मोडुवाल चाहिँ भित्थो दिन्छ कि जे हो भने भन्न चाहिँ हामी बाटोमा हिँडिसक्यौँ। अब चाहिँ सिधै बिरुतिर जान्छ। अनि भिडियोलाई सुरु गर्नुभन्दा अगाडि चाहिँ मैले टिकटक अकाउन्ट पनि खोलेको छु। राइडर राघव छ नाम चाहिँ। राइडर राघव सर्च हान्दा आएन भने राघव जट्स विधि हान्नु होला अनि त्यसमा पनि फलो गरिदिनु होला। अनि मेरो यता युट्युबको च्यानलमा पनि कति 92 हो कि 93 सब्सक्राइबर पुगिसकेको छ। सो छिट्टोभन्दा छिट्टो 100 पुऱ्याउनु पऱ्यो ल। अनि 100 पुऱ्याएपछि एउटा सरप्राइज पनि छ नि त्यहाँ। सानो हो फेरि ठुलो होइन जे भए पनि त्यसको पनि म भिडियो त हाल्छु है ल। जे भए पनि डाइरेक्ट बिरौटा चोकबाट भेटिन्छु। एडिटर मास्टर मन सिकाइको त कसरी भएछ क्यापकटबाट गर्छु के सबै सो गाइज हामी बिरौटा आइसक्यौँ। अहिले चाहिँ हामी अब बिरौटा चोकबाट कता जान्छौँ भन्दाखेरि आई थिङ्क अब चाहिँ हामी अब चाहिँ हामी उता एटिएम कार्डतिर चाहिँ जान्छौँ मलाई सायद त्यति आइसक्यौँ हामी पनि। सो अब त्यहाँ जान्छौँ पैसा सैसा जित्छौँ होइन। अनि चाहिँ हामी लाग्छौँ उता लेक साइडतिर चाहिँ किनकि फ्रुट्सहरू अनि यतिकै घुम्नको लागि भनेर चाहिँ त्यतातिर जाने हो। सो पहिला चाहिँ हामी छिटो गएर एटिएमबाट उस्तो लगाएर हामी पैसा चाहिँ झिकेर आइसक्यौँ। अब हामी चलिदिरहेछौँ उता लेक साइडतिर होइन सामान किन्नको लागि। यो चाहिँ आजिया कन्सल्टेन्सी है। जापानिज भाषाहरू सिक्नु भयो ल्याङ्ग्वेजहरू सिक्नु भयो आजिया कन्सल्टेन्सीमा आउने है ल। राम्रो सिधै सिकाइन्छ नि आजिया हो क्या अगाइ हो र आजिया हो आजिया भनेको जापानिज भाषा हो कि नेपालीमा के भन्छ अब ब्लगरहरूले त्यो गोप्रो हो कि कहाँ थडाउयो नि त गोप्रो यस्तै स्ट्यान्ड हुन्छ। अनि मैले जस्तो साइकल चलाउनेहरूको चाहिँ बाँध्नी हुन्छ के हात्तीमा बाँध्छन् के तिनीहरूले। सो गाइज अब चाहिँ हामी लेक साइडको बाटोमा छौँ। सिधै यति बेला गर्मी चाहिँ यस्तो बवाल गर्मी थियो नि यार। मेरो पुरै मोबाइल तातेर झन् नि फुट्ला जस्तो हतियार। मैले पछि त्यहाँ मैले बल्ल थाहा पाएँ कि यार यस्तो ताते रहेछ भनेर। अब त्यहाँ फेस रियाक्सन लिन सक्नुहुन्छ अलि म जिस्किने आँखा हेर्ने मेरो आमा त्यो घामले हेर्न नि मिलेको थिएन कि यस्तो भइरहेको थियो। ल गाइज म आइसकेको छु अहिले सो अब चाहिँ हामी यहाँ आएर फ्रुट्सहरू किन्छौँ अनि भन्छ नि त नि केही त छोरीको च्यानललाई अलि ल गाइस खाना त भ्याइयो अब घरतिर। यो हो कि मेन हतियार। बेलुका केटाहरू अब राइड पनि जानु फेरि दाउरा थकाली यो आमा कत्रो हो नि यार। भ्लग त अब यतिरै हो। मैले चाहिँ अहिले केले गरिरहेको छु भन्दाखेरि एउटा क्यामेरा स्ट्यान्डले मैले त देखाएको थिएँ नि यो हो क्या मेन हतियार भनेर। त्यही क्यामेरा स्ट्यान्ड हो कि आनो हुँदा राख्नु मिल्छ। अनि कोही नभएको बेलामा म एक्लैले भिडियो गर्न छ या दुइटै हातबाट केही सामानहरू देखाउन छ। अनि साइकल भएबाट केही म एक्लै छु भने के
होइन साइकल मैले साइकल चलाएको सबै देखाउन छ भने यो चाहिँ बेस्ट छ कि है होइन यसले पनि अहिले साइकल चाहिँ बनाहान् अब आज बेलुकातिर पनि राइडमा जाने हो अब आज हिजो बेलुका नि पानी बेलुका भन्नाले दिउँसोतिर जान्ला नि आज त यो क्यामेरा स्ट्यान्ड लिएर जाने यस्तो बवाल हुन्छ नि यस्तो मैले अहिले अन्टी आसी हिजोको लैजाम अनि यता पनि खिच्यो हिजोको लैजाम हिजो गएको थिएँ बिहान के सो अहिले त होइन अहिले भात खाएपछि जाँदा हुन्छ सो भ्लग यति नै हो भ्लग मन पऱ्यो लाइक सब्सक्राइब सबै गरिदिनु है सुटी लाउँदाखेरि मलाई मैले बोल्दा बोल्दै अफ गर्दै हान्दिमेलाई मैले एडिटर यसमा डिस्युवाला राख्दै है ल भ्लग चाहिँ यो यति नै हो मन पऱ्यो लाइक सब्सक्राइब सबै हानिदिनु मैले आजको दिनमा 3 चोटि यो भ्लगमा 3 चोटि लाइक सब्सक्राइब गरिदिनु भन्यो होला यार मुडु भाइले एकचोटि भन्यो मैले बाटोमा एकचोटि भने अनि अहिले नि भन्यो ल जे भयो नि गरिदिनु न यार 3 चोटि भन्नुपर्छ भन्नुपर्छ गर्दैन नि सो बाई